कसरी चिकिस् त भन्छु मैले चाहिँ। त्यत्तिकै हालेको नि माचिक्ने हतार हतारमा मान्छे आउँछ भनेर अरे। होइन त्यस्तो पनि हुन्छ र हुन्छ हो, नपुग्दाखेरि गाउँघरमा हुन्छ के अहिले अहिले पो होटेलमा गएर चिक्छ मान्छेहरूले। गाउँघरमा त अनि कहाँ यस्तो मान्छे हेर्छ कोही आयो कि भनेर माचिक्ने। गाउँघरमा त होइन लाडो जङ्गलतिर पुग्दिन जाने हेरे अन्त के चिक्नु खोला मजा आउँछ पोखरातिर छ्या जाने मजा आउँदैन यार। होइन ओए पूजा यहाँ सुन न गाउँघरतिर त खोलाको कोप्चातिर जाने झाडीतिर जाने जङ्गलतिर जाने हो नि त खोबिटा हो हो। अनि मैले पनि चिकेको छु नि बाख्राकोटमा। बाहिरबाट पोल खोल्छ कि यसरी खोल्दै जान्छ अब। आफ्नो बाख्राकोटमा टिकेको बुढासँग रे। कोदोबारीमा मकै बारीमा आफ्नो बुढासँग पहिला नि ओए जङ्गलमा कसैले चिकेको छ पत्करमा? चोरे चोरे भन्ने गर्दा मैले कि त्यति चिकेको छैन। ढाड दुखेर मैले त झन् छैन यार मैले है सुनसान पत्कर होइन सुनसान थियो। कुखुरा त्यो के अरे चराको आवाज मात्रै आउँथ्यो है। सुनसान जङ्गलमा पत्कर त सोल्टिनी मैले चिक्नै पाएन हौ। सोरेक गर्छ यार लाडो छिल्ने चिक्दाखेरि। बेलामा दाजु आयो के ओइ हो मेरो कि त दिदी? लाडो पसाउने बेलामा दाजु आयो के म गएको चिक्नै हेर त पाएन लाडा पसाउने बेलामा दाइ आयो अरे त्यसको। चिक्नै पाएन। मुला अनि ढोकै नलाई बस्या त नि म गएको थिएँ कि काग्ला भाडा बारीमा घरमा हो कोदोबारीमा ए एकछिन न रियाक्टरको सुनौ रियाक्टर कता गएको भन्दै भन म त ओइ कोदोबारीमा गएको थिएँ क्या अन्त त्यो बुढाले पानी भर्नु जाउँ भनेको पँधेरामा अनि भोजपुरको त्यो माथि 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 होइन लेकमा जानुपर्ने पानी भर्नु पनि अनि रिम 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 पानी परिरहेको थियो अनि त्यस्तो पानीको छेउमा अनि अब त्यहाँनिर अब घरमा अब गर्नु पाएन अनि त्यहाँदेखि जङ्गलमा गएर क्या त्यस्तो चिसो ठाउँमा पनि लगेर उयो गऱ्यो यार चिसो ठाउँ चिसो बुढाले छ क्या त्यो ठाउँ त त्यहाँ पनि अब यस्तो हुन्छ कि गाउँघरमा अनि आफ्नो कोठा हुँदैन, चुकुल हुँदैन होइन। बाउआमा ऊ त्यस्तोमा सुतिरहेछ भने, सासू ससुरा ऊ त्यो त्यस्तोमा सुतिरहेछ भने, अनि भर्खरको बुहारीहरू उनीहरू यस्तोमा सुत्नुपर्छ होइन। म त एकचोटि त्यो भागेर जाने दिनमा के मेरो त्यो सुरुमा म भागेर पहिला गएको थिएँ नि त। जाने बेलामा सानै थियो, पुच्ची नै थियो। बुढा त माचिक्ने लाडै नझार्ने भनेर लाडो पुतीभित्रै हालेर राख्ने ल। अब गर्लफ्रेन्ड बोयफ्रेन्ड स्कुलदेखि मन पराएर भागेर गएको हो नि त। अनि एकदम माया गर्ने अनि ल भने होइन त्यसले त चिक्यो अनि पछि त लाडो भित्रै हालेर सुत्यो के यसरी सुत्ने हामी नझार्ने हामी केही नगर्ने भने त्यसको घरमा फेरि कोठा थिएन के ऊ त्यस्तोमा बाउ आमा सुतेको थियो। अब उज्यालो भयो माचिक्ने उज्यालो भएछ ऊ त माथि मेरो माथि नाङ्गै सुतिरहेको छ मेसले है। बिचरा लाडो चाहिँ झरेछ क्या त्यो निदाएपछि लाडो झर्दो रहेछ कि पुतीबाट लाडो खस्दो रहेछ बिचरा पुक्लुक्क झरेको रहेछ लाडो माचिक्ने नाङ्गे दुईजना बाउजी ससुराले गर्दै गर्छ किन गर्छ भने यसो हेरेको त यसोले बुढो भएर आफै यस्तो हेरेको उज्यालो भइरहेको रहेछ भाइ उठु भनेर अनि दुईजनै लुगा लगाएर फेरि भोलिपल्ट त मलाई त आमाले लिन आइहाल्यो लिन आएर फेरि खोसेर लगेर गइहाल्यो माचिक्ने। हाम्रो कहानी खत्तम त्यहाँ। अनि पछि कहानी त्यो केटालाई कहानी भागेर गएको के हामी ए जात मिल्दैन भनेर फेरि बाउ आमाले खोसेर ल्यायो क्या मलाई। अनि अहिलेको बुढा त दोस्रो बुढो हो त।